जिल्ला अदालतबाट बिर्ख विश्वकर्मालाई पक्राउ पुर्जी आइसकेको छ। हामीले नेपाल परिषदमा गएर निवेदन दिएका थियौँ हामी सबैजनाले। अब मैले बोल्नुभन्दा पनि मैले पहिला बोलेको पनि हो। मेरो बोलीमा खासै अब भनौँ न मान्छेले विश्वास नगरेपछि चाहिँ अब म लिगली गइसकेपछि अब जे हुन्छ कानुनले नै। काठमाडौँ जिल्ला अदालतबाट ठगी तथा अपराधिक विश्वासघात गरेको कसुरमा बिर्ख विश्वकर्मालाई पक्राउ पुर्जी जारी। बिर्ख विश्वकर्मा जेल जाँदै सञ्चिता शाही ऐन हुँदै मिडियामा। दर्शकवृन्द नमस्कार, यति बेला तपाईँ हेर्दै हुनुहुन्छ नेपाली खोज मिडिया। यदि तपाईँ हाम्रो यस च्यानलमा नयाँ हुनुहुन्छ र अहिलेसम्म पनि सब्सक्राइब गर्नुभएको छैन भने यस्तै नयाँ अपडेटका लागि हाम्रो च्यानललाई सब्सक्राइब गरेर हामीसँगै जोडिन नछुटाउनुहोला। दर्शकबिन, पछिल्लो समयमा सञ्चिता शाही निकै विवादित बन्दै आएकी छिन्। उनकै कारण बिर्ख विश्वकर्मा फरार भएको भन्दै सामाजिक सञ्जालमा उनी विरुद्ध निकै चर्चाहरू चलिरहँदा यति बेला उनी भने मिडियामा आएकी छिन्। किनकि पछिल्लो समयमा बिर्ख विश्वकर्माको ठगी धन्दामा उनकै हात भएको भन्दै निकै आलोचना भइरहेको थियो। त्यसैले पनि बिर्ख विश्वकर्मा फरार भइसकेपछि उनी पनि निकै आलोचनामा तानिएकी थिइन्। त्यसकारण उनी अब अदालत पुगिसकेकी छिन्। उनले मुद्दा दायर गरिसकेपछि अब भने बिर्ख विश्वकर्मा विरुद्ध पक्राउ पुर्जी जारी भइसकेपछि उनलाई भने खोजी कार्य सुरु गरिएको छ। उनले नक्कली रोगी बनेर धेरै ठुलो रकम कुम्लाएर फरार भएको भन्ने सबैलाई जानकारी रहेको कुरा हो। तर उनले सामाजिक सञ्जालमा आएर आफूले कुनै गलत काम नगरेको र आफूले जान बुझेर गल्ती नभएको भने पनि सामाजिक सञ्जालमा भने धेरैजनाले आफूले पैसा पठाएको रिसिभ पठाइरहँदा सञ्चिता शाहीलाई भने दबाब आइरहेको छ। उनकै मिलेमतोमा पैसा खाएको भन्ने दबाब आइसकेपछि भने उनी एक्सनमा उत्रिन बाध्य भएकी थिइन्। मिडियामा आएर भनेकी छिन्, मैले पटक बिर्ख विश्वकर्मालाई सम्पर्क गर्न खोजिरहेँ, तर बिर्ख विश्वकर्मा सम्पर्कमा नआइदिएपछि मैले उनी विरुद्ध पक्राउ पुर्जी जारी गर्नका लागि बाध्य भएर यो कदम चालेकी हुँ। अब जे गर्छ कानुनले नै गर्नेछ। अब कानुनी प्रक्रियामा गइसकेपछि म यसरी बोलिरहन पर्ने आवश्यकता मैले देखेको छैन। उनले भनेकी छिन्, अब भने सबैको पैसा रिटर्न हुनेमा आफू विश्वस्त रहेको र बिर्ख विश्वकर्मालाई जेल हालेरै छोड्ने उनको प्रतिबद्धता समेत जनाएकी छिन्। दर्शकबिन, तपाईँलाई के लाग्छ? साँच्चीकै बिर्ख विश्वकर्माले ठगी धन्दामा को सामेल होलान्? के साँच्चीकै सञ्चिता शाही समेत जेल जान सक्छिन् त? तपाईँलाई के लाग्छ? आफ्नो प्रतिक्रिया कमेन्ट बक्समा राख्न नछुटाउनुहोला। हामी आउनेछौँ फेरि नयाँ भिडियोको अपडेटका साथमा। तबसम्मका लागि हेर्दै गर्नु।